सम्वत 1146 नवोदय भिन्तुना कार्यक्रमको शुभारम्भमा छौँ हामी। यो कार्यक्रम हामी सुरु गर्न गइराखेका संस्कार र संस्कृतिबाटै सुरु गर्दैछौँ। यसर्थ कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महानुभावहरूलाई यहाँ सगुन ग्रहण ध्वजा ग्रहण गरेर र्यालीमा सरिक हुने कार्यक्रम गर्न लागि अवगत गराउन चाहन्छु। सम्पूर्ण उपस्थित महानुभावहरूलाई सगुन कार्यक्रममा सरिक भइदिनु हुनुको लागि म सविनम्र अनुरोध गर्न चाहन्छु। सगुन दिने यता हातमा दिनु न, यता यता टिका लाउने मान्छेलाई दिनु। दिनु सगुन दिनु समय जो लोपा Vintuna. Dulu lupa. Welcome. Sound sir, sound sir ni announce. Foot announce.
निर्दय भिन्चुना जुजुलोपा भन्नु पर्छ खै जुजुलोपा भन्दै आएको यहाँ त डबल फुलदाइलाई पनि दिउँ न फुलदाइलाई पनि दिउँ न कुट्या पारी जुजुलोपा निर्दय भिन्चुना ल जुजुलोपा निर्दय भिन्चुना जुजुलोपा दया भिन्टुना ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर डान्स नै यतिकै अब यो धजान पनि हो लगाइसक्यो अब यता अन्डर लिएर अनि तपाईँ उता जानु ल नानीहरू कसरी लिने हो लिन जान्न नि पर्यो नि फेरि जुजुलोपा त्यहाँ हिँड्न सक्नु भने टिका हुने बेला लगाइदिनु नमस्कार नमस्कार अहिले के को भोज हुँदैछ यो हाम्रो नेवारी संस्कार अनुसार हरेक कार्यक्रमको अगाडि चाहिँ हामी यो स्वागत गर्छौँ त्यसमा हामीले टीकाको साथ हामीले ध्वजा उपलब्ध गरायौँ बाट स्वागत गऱ्यौँ त्यसपछि हामी यो सगुन खुवाउँछौँ यो पञ्चतत्त्वमा आधारित हुन्छ त्यसकारणले हाम्रो हरेक नेवारहरूले चाहिँ हरेक कार्यक्रममा चाहिँ यो सगुनको व्यवस्था गरेको हुन्छ सगुनमा यसमा मुख्यतया हाम्रो चिउरा हाकु पठाए भन्छ कालो भट्टमास अदुवा माछा मासु अब अहिले चाहिन्थ्यो अहिले छैन अहिले यो दही अन्डा हुन्छ मुख्य अन्डा नभए त हुने भन्दैन अन्डा प्रमुख अङ्ग हो Jujulopa nudaya vintuna Jujulopa nudaya vintuna apa आछिर हुँदैन कि दिनमा रात जाँदैन आफू साथी राख्छु जीवन पर्दैन पर्दैछ काकीलाई ढोका ढोकै गर्नुभयो सबैले ढोग्नु पऱ्यो नि त मलाई मेरो भाइहरू नि आयो बिचरा आऊ आऊ भएको के मानी आऊ
नेपाली सम्बन्ध 1146औं न्यू दया भिन्दुना कार्यक्रम सुरुवात हुन लागिराखेको यहाँहरूले देखिराख्नु भएको छ।
पुनः सम्पूर्णमा नमस्कार एवं साधुवाद टक्राउँदै म कार्यक्रम अगाडि बढाउने अनुमति चाहन्छु। नेपाल सम्बत 1146औं न्यू दया भिन्तुना कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण उपस्थित महानुभावहरूमा नमस्ते जजलफा लसकुसा भिन्तुना भन्दै कार्यक्रममा यहाँहरू सम्पूर्णलाई पुनः पनि स्वागत गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अब भने समयको पाबन्दीलाई ख्याल गर्दै ढिला नगरिकन कार्यक्रमलाई अगाडि बढाउने क्रममा एकदमै राम्रो पिच्चे रोडमा नजिकै 18.5 हात मोडा पछाडि चाहिँ 85 हात पिछड भएको एक गठा छ। र यदि तपाईँलाई मनपर्छ भने चाहिँ हाम्रो यो जग्गा लिन आउन सक्नुहुनेछ। हामी चाहिँ भरतपुर 23 मा छौँ। त्यहाँ पिच बाटो एकदम 6 मिटरको पिच बाटो छ सरर भरतपुर नगरपालिका। हामीसँग कन्ट्याक्ट गर्नु होला। र एकदमै राम्रो जग्गा, तपाईँले छिटोभन्दा छिटो सम्पर्क राख्नु होला। मूल्य चाहिँ हामी नै समन्वय गरौँला है।